राधे राधे साथीहरू, सर्वे भवन्तु सुखिनः, सर्वे भवन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु मा कस्यप दुःखभाग् भवेत्। नमस्कार। सबैलाई सुख होस्, शान्ति होस्, स्वस्थ होस्। कस्तो छ तपाईँहरूलाई? भगवानको कृपाले राम्रै लागिरहेछन् भन्ने आशा छ। र म यता घुम्न आइरहेको छु साथीहरू। पछि आउँछु, जहाँ गए पनि तिनी आउँछन् खुट्टाहरू। र म यहाँका पहाड पर्वत देखाउने छु। र म घरबाट अलिकति भएर आइपुगेकी छु। अलिकति अगाडि पानी परेको थियो र अहिले चाहिँ घाम लागिरहेछ। दिन पनि राम्रै छ, तर बहुत गर्मी छ। यस्तो गर्मी छ के भन्नु, भित्र त बस्नै सकिँदैन। यहाँ चाहिँ खुला छ साथीहरू। म चाहिँ यहाँ हावा पनि राम्रो लाग्छ, पारिलो छ र यहाँ आउन बहुत राम्रो लाग्छ। घरमा पनि कति बस्नु दिक्क लागेर आउँछ। यहाँ हेरिरहने जग्गा छ। बस्दिनँ साथीहरू, आसाम जान्छु। यहाँका त गोरुहरू पनि कति बलिया बलिया भएका छन्। सबै छाडा गर्दा रहेछन्, बाँध्ने कुरो आएन। घाँस पनि राम्रो छ। अहिलेका त केटाकेटीलाई सोद्धा पनि गोरु भनेको के हो, कसरी हलो जोत्छन् भन्छन्। अगाडिका दिनमा त हल गोरुले काम चलाउँथे साथीहरू, खेती हुन्थ्यो।